नमस्ते सबैजनालाई मेरो ज्ञान मन्त्र युट्युब च्यानलमा। एसवाई प्यानल नेपाल लिमिटेडले आज कार्तिक 19 गते बुधबारदेखि सर्वसाधारण लगानीकर्ताहरूको लागि अथवा जनरल पब्लिकहरूको लागि आफ्नो आइपिओ यसले जारी गरेको हो। यस कम्पनीले कुल 40,76,156 के आइपिओ सर्वसाधारण लगानीकर्ताहरूको लागि आज कार्तिक 19 गतेदेखि जारी गर्ने भएको छ। एसवाई प्यानल नेपाल लिमिटेडको आइपिओमा मिनिमम 10 किताका लागि आवेदन दिन सकिनेछ भने म्याक्सिमममा 50,000 किताका लागि आवेदन दिन सकिनेछ। निष्कासन बन्द छिटोमा कार्तिक 23 गते हुनेछ भने ढिलोमा मङ्सिर 3 गते हुनेछ। आइपिओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी सिओ रेटिङ BB प्रदान गरेको छ। यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको सङ्केत गर्दछ। एसवाई प्यानल नेपाल लिमिटेडको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। त हस् साथीहरू, यो थियो जानकारी तपाईँको एसवाई प्यानल नेपाल लिमिटेडको आइपिओको जनरल पब्लिक तर्फको आइपिओको बारेमा, जसको आइपिओ आज कार्तिक 19 गते बुधबारदेखि सर्वसाधारण लगानीकर्ताहरूले आवेदन दिन सकिनेछ।